तालबराई मन्दिर पर यहाँ पूजा गर्दैछौँ अनि यो परिसर यहाँ विभिन्न किसिमका सामानहरू पाइन्छन्। यहाँ कति शीतल आनन्द यो मन्दिरमा आएपछि सक्नुहुन्छ। अब यहाँ दान पात्र जो आफू अनुसार अनुकूल अनुसार दान पात्र गर्न सकिन्छ। यो भयो भ्यू पोइन्ट अफ देवालय। अनि आज दर्शनार्थीहरूको 1 घण्टा पहिला त त्यति ठुलो लाइन थिएन, तर आज हामीलाई पवित्र उद्देश्यका साथ हामी कालबराई मन्दिरको यो पुनर्निर्माणको कार्यक्रममा जोडिएका छौँ। हजुर यहाँहरू पनि जोडिन सक्नुहुन्छ, थोरै धेरै सहयोग गर्न सक्नुहुन्छ। त्यसकारण यस मन्दिरको पुनर्निर्माणको कुरामा आउने र जाने क्रम त रहन्छ, तर मैले पनि के गरेको छु है भन्नको लागि पनि यहाँले सहयोग गर्न सक्नुहुन्छ।